दर्शकबिन नमस्कार। अहिले हामी ट्यु क्रिकेट स्टेडियममा रहेका छौँ भने जहाँ एनपिएलको लागि यहाँ आज एक दिन बाँकी रहँदाखेरि यो साँझको समयमा के कस्तो रहेको छ सम्पूर्ण अपडेट हामी तपाईहरुलाई गराउनेछौँ। बेहुली जस्तै सिंगारिएको छ अन्तिम चरणको कामहरू हुँदै गर्दाखेरि म अब तपाईहरुलाई फ्यान जोनतर्फ पनि जानकारी गराउनेछु। यो भिआइपी ब्लकदेखि लिएर यता टिम ए त्यसैगरी स्पोन्सर टिम बिचमा र यता साइडतर्फ चाहिँ टिम बी रहनेछन्। त्यसैगरी यता ब्रोडकास्ट टिम रहनेछ भने यता आवास गृह र यो रातो टावर घरमा अब मिडिया जोनहरू साइड त्यही ठाउँमा राखिनेछ र पेभिलियन साइड पनि त्यही साइडमा रहनेछ भने फ्यामिली प्लेयरहरूको फ्यामिलीको लागि अहिले त्यहाँ राखिएको छ कुर्सीहरू। यसमा जोन 1 जोन 2 जोन 3 कायम गरिएको छ। त्यसैगरी सिद्धार्थ जोन त्यसको बिचमा यता दाहिने साइडमा रेडबुल जोन र यताको यो छेउ साइडको भागमा भने यानसेल जोन रहनेछ। यो देखिराख्नु भएको यो ठाउँमा यानसेल जोन रहनेछ। अझ विस्तृत रूपमा पुरा भिडियो हेर्नुभयो भने सम्पूर्ण जानकारी पाउनुहुनेछ। यतातर्फ तपाईहरु देख्न सक्नुहुनेछ यो साइड स्क्रिन बोर्ड साइडतर्फ अहिले चाहिँ यता स्टार स्पोर्ट्स टिमले चाहिँ यो क्यामेरा अन्तिम त्यो तयारी गरिराख्नु भएको छ। सेटअपहरू मिलाउने काम भइराखेको छ। यता यो पिचको भाग रहेको छ। यो पिचको भाग पिचमा चाहिँ यो अहिले यो कभरहरू ढाक्ने काम भइराखेको छ। दर्शकबिन अहिले हामी यो ट्यु क्रिकेट स्टेडियमको यो मेन गेटको भागमा रहेका छौँ। जहाँ अहिले यो मेन गेटको यो भागतर्फ हेर्ने हो भने यहाँको माहौल निकै तातिएको हामी देख्न सक्छौँ र एनपिएलको लागि यहाँ भव्य अन्तिम तयारी फिनिसिङको कामहरू हुँदै गर्दाखेरि यो गेटमा लेखिएको छ फेस्टिभल अफ हिमालयस है। निकै नै एउटा प्रख्यात नेपाल प्रिमियर लिगको यो फेस्टिभल अफ हिमालयस लेखिएको छ। यतातर्फ पावर बाई सिद्धार्थ ब्याङ्क यानसेल रहेको छ भने यता क्यानको लोगो रहेको छ। यसरी यो 8वटा टिमको यसरी यो लोगोहरू पनि हामी देख्न सक्छौँ र यहाँभित्र सामानहरू आवश्यक पर्ने सामानहरू पुर्याउनेदेखि लिएर यहाँ यसरी फर्केर आउने कामहरू भइराखेको छ। यसरी आवश्यक आफ्नो यहाँ कामहरू पार्टिसन अनुसार भइराखेको छ हामी देख्न सक्छौँ। यहाँ थुप्रै मात्रामा यहाँ दर्शकहरूको पनि यहाँ लामबद्ध भएको हामी भिडियोहरू पनि देख्न सक्छौँ। निकै यहाँ नेपालीहरूको महान चाड भनौँ न दसैँ तिहार आए जस्तै खेलकुदमा यहाँ नेपाल प्रिमियर लिग एनपिएलको माहौल भने अहिले तातिएको छ। यो मेन गेटको भागको दृश्य हेर्ने हो भने यतातर्फ निकै कडाइ गरिएको छ भित्र छिर्नको लागि भने यो अब यतातर्फ जाने यो साइड गेटहरू रहेको छ। सेक्युरिटी टिमहरू पनि हामी यसरी देख्न सक्छौँ। हेर्नु होला भर्खरै मात्र यहाँ नेपाल प्रहरी त्यसैगरी सशस्त्र प्रहरीको टिमहरू अहिले यहाँ निरीक्षणको क्रममा हामी देख्न सक्छौँ। नेपाल प्रहरीका हामी डिएसपी साहब देख्न सक्छौँ यतातर्फ र सशस्त्र प्रहरी बलको पनि हामी यतातर्फ टोलीहरू देख्न सक्छौँ र यता हेर्नु होला यो कमान्डो टिम नेपाल प्रहरीको अहिले यो चारैतर्फबाट सर्कलबाट चाहिँ सुरक्षा व्यवस्था के कसरी गर्ने भनेर चाहिँ उहाँहरूले अवलोकन गर्ने काम भइराखेको छ। यो मेन गेटको भागमा नेपाली क्रिकेट फ्यानहरू चाहिँ भित्र छिर्नको लागि उहाँहरूले आग्रह गरिराख्नु भएको छ। तर भित्र छिर्नको लागि भने निकै कडाइ छ साथीहरू। बिना पास बिना भित्र छिर्न सकिने अवस्था छैन अहिले। पहिला एउटा बार नागिसके पछाडि हामीले खेल हेर्न पाउँथ्यो भने अब यो एउटा बार नागेर पनि 2-3वटा बार चाहिँ हामीले पार गर्नुपर्ने अवस्था छ। त्यही भएर यसपालिको एनपिएल निकै सभ्य र भव्य हुनेछ तर कडाइ चाहिँ निकै कडा हुनेवाला छ। यो जति पनि जति पनि त्यो पेरिमिटरको भाग रहेको छ यो पेरिमिटरको भागमा पनि तपाईहरु देख्न सक्नुहुनेछ यो तारबारहरूले घेरिएको छ। यो काँडे तारबारले घेरिएको छ। हेर्नु साथीहरू यसपालिको एनपिएललाई निकै कडाइ छ। यहाँ मेन गेटको भागमा यो साइडतर्फको यो भाग रहेको छ। यसरी तपाईहरु देख्न सक्नुहुनेछ। यो सम्पूर्ण यो सम्भव भएसम्म सबै ठाउँमा चाहिँ यसरी काँडे तारबार चाहिँ लगाएको देख्न सक्नुहुनेछ। अब यतातर्फ पनि साथीहरू तपाईहरु देख्न सक्नुहुनेछ
यो साइड अब इन्ट्री गेट गरिनेछ अथवा के गरिनेछ यतातर्फ हेर्नु होला यहाँ छुट्टा ल हेर्नुहोस् साथीहरू निकै गाह्रो छ त्यहाँ अहिले धमाधम रूपमा यो छिर्ने ठाउँहरू बनाइराखेको छ यहाँ प्रवेश गर्ने ठाउँ यतातर्फबाट प्रवेश गर्ने ठाउँ बनाइराखेको छ र यता देखिराखेको यो सिद्धार्थ जोन र सिद्धार्थ जोन यता जोन 1 जोन 2 जोन 3 भनेर कायम गरिएको छ अहिले यतातर्फ चाहिँ हाम्रो नेपाली क्रिकेट फ्यानहरू चाहिँ त्यो भित्र जान सक्ने अवस्था नभएर चाहिँ यो साइडबाट चाहिँ अहिले उहाँहरूले चियाइराख्नु भएको छ र यतातर्फ पनि सम्पूर्ण यो तारबारहरू काँडे तारहरू लगाएको देख्न सक्नुहुनेछ यसले गर्दाखेरि नेपाली क्रिकेट फ्यानहरूलाई चाहिँ अलिकति गाह्रो अवस्था चाहिँ हामी देख्न सक्छौँ सीमित मात्राको जुन सिट क्षमता भएको हुनाले निकै अलिकति नेपाली क्रिकेट फ्यानहरूलाई निकै अलिकति गाह्रो अवस्था चाहिँ पक्कै पनि हुनेछ सिद्धार्थ जोनको यो पछाडि यानसेल टिमले चाहिँ अहिले यो विभिन्न अफरमा चाहिँ यहाँ ब्याटिङ गर्ने अथवा भनौँ यहाँ बलिङ गर्ने चाहिँ यो ठाउँहरू बनाएको छ यानसेल टिमले यानसेलबाट चाहिँ यो कामहरू हुँदै गर्दाखेरि विभिन्न अफरबाट चाहिँ यो ठाउँमा तपाईहरुले चाहिँ यहाँ खेलहरू खेल्न सक्नुहुनेछ जसको लागि यो तीव्र कामहरू यो अन्तिम चरणमा पुर्याइसकेको छ अब यो नेटहरू राखिएको छ र यतातर्फ अब सिमहरू पनि तपाईहरु यानसेलको सिम लिन चाहनुहुन्छ भने पनि तपाईहरु आइडेन्टिटी कार्ड चाहिँ बोकेर आइदिनु होला यहाँ चाहिँ सिम किन्न चाहिँ पाइनेछ यता यो रेड बुल जोन यतातर्फको सिद्धार्थ जोन त्यसैगरी यो यानसेल जोनको पछाडि यो शौचालय रहेको छ र उतातर्फ पनि यो यानसेल जोन रहेको छ पर्पल जोन त्यता फुड स्टलको लागि सिआरसीले त्यहाँ काम गरिराखेको छ भने उतातर्फ पनि जोन 1 जोन 2 जोन 3 को लागि चाहिँ उता शौचालय यता पनि छ तीनवटा शौचालय छ यो नर्मल प्याराफिट तर्फको पछाडि त्यसैगरी यतातर्फ हेरौँ यहाँ चाहिँ काँडे तारहरू लगाउनको लागि यहाँ हामी थुप्रो यो काँडे तारहरू लिएर आएर यहाँ बिछ्याएको हामी देख्न सक्छौँ यो सबैतिरबाट यो चारैतिरबाट यो काँडे तारहरू लगाउनको लागि यो जस्ताको साइडतर्फ अहिले यहाँ कामहरू धमाधम भइराख्दै गर्दा यो फ्लड लाइट मिलाउने काम नै भएको छ आज पनि यो फ्लड लाइटको जति पनि त्यो बाँकी काम थियो त्यो सेटअपहरू अहिले मिलाउने काम सकिसकेको छ यो अन्तिम काम हो र अर्कोतर्फ हेरौँ अब यहाँ चाहिँ यो होर्डिङ बोर्डहरू राख्नको लागि अन्तिम काम भइराखेको छ अब हामी तपाईहरुलाई चाहिँ यो टिकट काउन्टरको बारेमा पनि आज जानकारी गराउनेछौँ यो ट्यु मेन गेटबाट यताबाट आइसके पछाडि अर्थात् यता कीर्तिपुरबाट आए पछाडि हामी यो ठाउँबाट प्रवेश गर्ने ठाउँ रहेको छ अब हुन त अब पहिलो एनपिएलको जुन पहिलो भनौँ न उद्घाटन खेलको लागि अब यहाँ टिकटहरू त हुने छैन तर पनि अन्य खेलहरूमा चाहिँ अलिकति टिकट बाँकी रहने सम्भावना हुँदाखेरि अब यो ठाउँमा प्रवेश गर्ने बारेकोमा पनि तपाईहरुलाई हामी जानकारी दिन गइराखेका छौँ र यतातर्फबाट यो रोडको भाग रहेको छ र यतातर्फबाट पसिसके पछाडि फाइनल्ली यो साइडमा चाहिँ अब गेट बनाइनेछ जुन ठाउँमा अहिले यहाँ क्रिकेट फ्यानहरू चाहिँ यसरी क्रिकेट खेलिराख्नु भएको पनि हामी देख्न सक्छौँ यतातर्फबाट अब यहाँ भित्र पस्ने ठाउँ यो साइड हुनेछ अब ट्युका स्टुडेन्टहरूलाई चाहिँ विद्यार्थीहरूलाई चाहिँ 50% पनि छुट रहेको छ अब यहाँ विभिन्न पहिला जस्तै यो ठाउँहरू बनाइनेछ र यो 8वटा टिमको यो पोस्टरहरू पनि यहाँ तयारी अवस्थामा छ र यो भित्रतर्फमा कोठा सेक्सनहरू छुट्याइनेछ र यो खल्तीबाट तपाईहरु यहीँबाट आएर अथवा तपाईहरुले अनलाइनबाट काट्नु भए तापनि यहाँबाट चाहिँ अब के कुपन लिनुपर्ने अब के कुराहरू हुन सक्छन् त्यसको लागि चाहिँ यहाँ तीव्र तयारी भइराखेको पनि देख्न सक्नुहुनेछ यो पावर बाई नेपाल प्रिमियर लिग यानसेल सिद्धार्थ ब्याङ्कको यो भनौँ न निकै नै ठुलो स्पोन्सर चाहिँ रहेको छ लगानी भनौँ न एक हिसाबले
र यतातर्फ अलिकति क्लोजमा हेरौँ। अब यता यो पलहरू पनि बनाइसकेको छ है, तपाईँहरू देख्न सक्नुहुनेछ। यहाँ ले हेर्नुहोस्, यो पलहरू पनि बनाएको छ, यो भित्रभित्र यसरी यो पलहरू बनाएको छ। यहाँ देख्न सक्नुहुनेछ कर्णाली याक्स, सुदूरपश्चिम बुटल्स भनौँ न, बोल्स, सरी जनकपुर बोल्स यस्तो रहेको छ। यहाँ धमाधम काम भइराखेको छ साथीहरू। तपाईँहरू भने यसपटकको समर्थन कुन टिमलाई रहेको छ कमेन्ट गरेर साथ दिनु होला। क्रिकेट फ्यानहरूको चाहिँ अलिकति यहाँ चाहिँ उशृङ्खल व्यवहारहरू हुन सक्छौँ भनेर चाहिँ यसरी यो काँडे तारहरू यहाँ लगाइराखेको देख्न सक्नुहुनेछ तपाईँहरूले। यो काँडे तारहरू लगाइराख्नु भएको छ उहाँहरूले, हेर्नु होला। यो भित्रबाट पहिला छिरेर चाहिँ मजाले हेर्न पाइने थियो, तर अहिले त्यस्तो अवस्था हुने छैन यो ठाउँमा साथीहरू, हेर्नु होला। तर यो ठाउँमा चाहिँ गेट राख्न पर्ने हो साथीहरू, यो गेट चाहिँ ओपन हुनुपर्ने हो, तर गेट चाहिँ रहेछ है साथीहरू। यहाँ चापी लगाएको छ। अब यसलाई आवश्यकता अनुसार यसलाई ओपन गर्नुपर्ने हो। अब हेरौँ के गर्ने छ यहाँ। आजलाई यो ट्यु क्रिकेट स्टेडियमको अपडेट सकेसम्म हामीले दिने प्रयास गऱ्यौँ। कृपया भिडियोलाई लाइक सब्सक्राइब गरेर साथ दिनुहोला।